हेलो युट्युब फ्यामिली, इट्स ज्याक अफ र आज चाहिँ होलीको दिन होइन र आज चाहिँ अब हामी केटाहरू यसो ग्यादर भएर बसन्तपुरतिर जान लागेको छु र हेरौँ अब आरुबारीको माहौल त त्यस्तो केही भएन होइन अनुहारतिर रङसङ पनि लाउनु पाएन र अब बसन्तपुरतिर गएर चाहिँ हामी यसो अनुहारमा यसो केही अबिर सबिर दलेर हुन्छ के दलेर हुन्छ टक्क लगाएर हल्का होली सेलिब्रेट पनि गरिदिउँ किनकि यो वर्षमा एकचोटि आउने चिज हो एकचोटि सेलिब्रेट चाहिँ गर्नै जरुरी छ होइन ल त्यो बेलासम्म अब हामी यहाँ रेडी हुँदैछु अब लास्ट चाहिँ सुजाउन पर्खिँदैछु त्यो बेलासम्म किप वेटिङ किप इन टच चाहिँ केटाहरू सब रेडीमा छ होली खेल्न जानलाई सबजना रेडी भएर सुजानको लागि वेटिङमा छ अति चिसो अति चिसो सायद यो भिडमा अनुहारमा कलर नहुने मै मात्र होला है मेरो पछाडि हेऱ्यो भने त सबजना टक्क लाएरमा लोलाइ लोला होइन चारैतिर तिम्रो त धन्न निधारमा भयो टिका रहेछ मेरोमा केही छैन यहाँ ल ल ल हेर मेरोमा अगाडि ह्याप्पी होली सबैलाई अहिले अनुहारमा रङ नलागेको गएको छ अहिले सायद के हुन्छ हेर यो चाहिँ बसन्तपुरको माहौल है लभली भएर चाहिँ लभली यहाँ होलीको माहौल छ ल हेर्न सकिन्छ मेरो पछाडि होइन यहाँ माहौलहरू अति कडा भएर छ सायद यतिको रमाइलो छ भने ल हाम्रो केटाहरू चाहिँ यस्तो मिसिङ भइसक्यो सुजन त्यहाँ रहेछ अब हाम्रो अरू केटाहरू मिसिङ भइरहेछ ल उहाँहरूको लागि वेटिङको लागि हामी टाढीमा बबाल क्राउड छ बसन्तपुरको क्राउड चाहिँ यो वर्ष अति खतरा छ है योभन्दा अगाडि वर्ष र यो वर्ष हेरेर अति खतरा छ बसन्तपुरको क्राउड यत्तिकै चाहिँ हुनु पऱ्यो ल दाइ कस्तो लागिरहेछ होली रमाइलो लागिरहेछ होइन त दाइ कहाँबाट पर्यो बानेश्वर यहाँको माहौल मजा लागिरहेछ सही हो ल है सो डु यु लभ होली भेरी गुड हेलो ह्याप्पी होली अलि लिटल मेरो अनुहार चाहिँ यस्तो होलीको रङ्ग हल्का आइसक्यो होइन र अझै आउनु बाँकी छ टन्नै भर्खर एउटा पिङ्क भर्यो अरू के भरिन्छ हेर्दैछौँ अरू भन्दा नि हाम्रो केटाहरू हेर्नु यहाँको माहौल चाहिँ फेरि अति खतरा छ यहाँ चाहिँ फेरि डिफ्रेन्ट मान्छेहरू होइन कहाँको मान्छेहरू सब यहाँ ग्यादर भएर अति रमाइलो गरेर छ म त्यही पुगेर अब दराउनु आएको यहीँ रमाइलो छ त्यहाँ चाहिँ अलिक डिजे भइरहेछ क्या यहाँ चाहिँ हेर्नु न माहौल छ नि त र होइन त्यही हो उता भन्दा चाहिँ यता रमाइलो छ होइन लगभग अरू ठाउँभन्दा त यहाँ बसन्तपुर अति खतरा छ ल सबैजना कताबाट आएर यहाँ जोडिनु भएको छ यत्तिको चाहिँ चाहे यत्तिको युनिटी भएर होइन टक्क लगाएर होली चाहिँ मनाउनु पऱ्यो सबजना र मेरो पछाडि ग्रुप आइसकेको छ ल बल्ल ल दिप पनि आइसक्यो यहाँ चाहिँ हेर्न सकिन्छ तपाईँहरूले हेर्नुहोस् असिना परेर यहाँ सबको हालत हेर्नुहुन्छ केटा सबजना पानी त पऱ्यो असिनै परिदिरहेको भन्थ्यो अब आजको होली पनि रमाइलो भएन केटाहरूसँग होइन सबैजनालाई जेसी होलीमा अब हाम्रो अनुहारमा त्यति रङ चाहिँ छैन तर रमाइलो चाहिँ हामीले भव्य गरे यता आएर होइन र साथै अब मौसमले पनि अब हामीलाई होइन इन्डिङ भनिसक्यो होइन र त्यही हुँदै अब मेरो आजको ब्लग यहीँ इन्ड गर्दैछु र केटाहरू सबजना ह्याप्पी होली वान्स अगेन ल बाई